everyone, welcome to my first vlog. घर आइसक्यौँ है बाइकको खोजीमा हुनुहुन्छ भने सस्तो र भरपर्दो हामीले बाइक सो हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट ब्लग मेरो नाम चाहिँ साहिल सुनार आई एम फ्रम कपिलवस्तु एन्ड करेन्टली स्टडी इन बुडोल क्लास 11 कलेजहरू अहिले बन्द भइरहेको छ सरहरूको आन्दोलनले गर्दा त्यसैले म मेरो पहिलो गाउँ अर्घाखाँची आएको छु आएको त 2-3 दिन भइसक्यो तर मलाई यहाँको शान्त वातावरणले चाहिँ एकदमै रिफ्रेस गराएको छ है यहाँको इन्भाइरोमेन्ट चाहिँ मलाई एकदमै बबाल लाग्छ कलेज बिदा भएर अलिकति खुसी पनि छ मनमा किनकि यस्तो यस्तो ब्रेकहरू कहिलेकाहीँ चाहिन्छ है अब हजुरहरू सोच्दै हुनुहुन्छ होला म भ्लग किन बनाउँदै छु त साच्चीकै भन्ने हो भने मलाई चाहिँ आफ्ना यादहरू क्याप्चर गर्न एकदमै मन पर्छ र गाउँको इन्भाइरोमेन्टहरू रमाइला पलहरू सेयर गर्न एकदमै मजा लाग्छ रमाइलो लाग्छ भ्लग गराउँदा केही नयाँ कुराहरू पनि सिकिन्छ एउटा मेमोरेबल पनि हुन्छ सधैँको लागि है त्यसैले मेरो फर्स्ट भ्लग अर्घाखाँचीबाट यो हामी चाहिँ अहिले काफल खान आएका छौँ टक्क देख्न सक्नुहुन्छ आन्टी भाइ आमा म भएर चाहिँ काफल खान आएका छौँ अब काफलसँगै घाँस दाउरा पनि हुन्छ होला हामीले चाहिँ एउटा बोट भेटायौँ है उहाँ माथिनिर एउटा बोट भेटायौँ आमा र आन्टी चाहिँ उता घाँस काट्दै हुनुहुन्छ ऊ र म चाहिँ अब काफल खान जाऊँ न त भनेर हिँडेको यो र म चाहिँ काफल खान आएको यता त गाली गर्दो रहेछ काफल खाँदा त के गर्नु फसियो त केटो ल भागिनु पर्छ के गर्नु त नि गाली गर्दो रहेछ नि काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग की वजह से हामी चाहिँ घर आइसक्यौँ है लामो गाली गर्दो रहेछ त काफल खान त है हामी त गएर भाग्दियो अनि भाग्दै आमासित आएर भिडियो बनाउनु पाएन भनौँ न आमासित आएर अनि यो चाहिँ दाउरा चाहिँ लिएर आइदिएको मैले टक्क भर्खर घर आयौँ अब के हुन्छ नास्ता खाएर यसो म चाहिँ घर आएर नास्ता खाएर यसो फोन हेरिदिउँ न भनेर पल्टेको लामो उठेको थिएँ कोमा गइदिन्छु म त भर्खर उठेको है टाइम पनि कति भयो होला आन्टी कति बज्यो 6 बजिसक्यो अरे आमाले डल्ला ठोक्नु छ भन्नुभएको थियो अब हेरौँ के हुन्छ बिहान बारी छ अरे क्या है त्यो डल्लाहरू हल्का व्यवस्था हाल्नु छ गाउँमा भएपछि यतिको त हुनै पर्यो काम त यति काम नगरी त सुख छैन सो हामी चाहिँ अब टक्क लाग्यो मकै बारीतिर है आन्टी र म भएर चट्ट यदि हजुरहरू बाइकको खोजीमा हुनुहुन्छ भने सस्तो र भरपर्दो हामीले बाइक ल्याइसकेका छौँ बाइकको हालत चाहिँ देख्न सक्नुहुन्छ एकदम कन्डिसनको यस्तो बाइक पाइँदैन यदि हजुरहरूलाई मन पर्यो भने इनबक्समा एउटा मेसेज छोडिदिनु होला काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग की वजह से सो हामी चाहिँ बारीमा आइसक्यौँ है आन्टी चाहिँ डल्ला फुटाउँदै हुनुहुन्छ म चाहिँ बारी हेर्दैछु पानीले कस्तोसम्म गरायो भनेर हेर्न सक्नुहुन्छ पानीले यस्तोसम्म गराएको छ है यस्तोसम्म गराएको छ पानीले के गर्नु अब खानको लागि गर्नै पर्यो वेदर पनि फेरि बब्बाल छ यस आनन्द मजाको हावा चलिरहेको यस्तोमा काम गर्दा नि मजै बेग्लै हुन्छ फेरि बुझ्नु भएन त्यही हो आज भ्याइन होला कतिसम्म फुटाउँछ हेरौँ सो हामीले चाहिँ यहाँदेखि वहाँसम्म फोर्न भ्यायौँ है आजको लागि यति नै हुन्छ हाम्रो काम अब भोलि हेरौँला अब धेरै सकिँदैन आजको लागि यति नै हुन्छ अब घर फ्रेस भएर हेरौँ के हुन्छ सो म चाहिँ फ्रेस भएर खानासाना खाएर अब चाहिँ सुत्न लाग्यो आजको चाहिँ यो मेरो फर्स्ट भ्लग थियो त्यसैले अलिकति नर्भस पनि थिएँ हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला किनकि अझ राम्रो बनाउन सकौँ आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फरगेट टु लाइक एन्ड सब्सक्राइब यति भन्दै आजको लागि बिदा हुन चाहन्छु हस्त जय नेपाल।